ल यो भिडियो हेर्नुहोस् है त। तिमीले भन न मात्रै सीमा, तिम्रो लागि के गर्नु पर्यो? तिम्रो लागि आकाशका जुन तारा जान सक्छु मैले। प्यार किया तो डरना किस बात का, भन न। लाग्या काम त पुरा गर। अरूले देखेका छैनन्, म भन्दिन। तर के तर? मलाई 500 रुपैयाँ चाहियो दाइ। के गर्न चाहियो तँलाई 500 रुपैयाँ? एउटा पैँटो किन्छु के? भयो? पैँटोले मात्रै हुन्छ र भेस्ट पनि त चाहियो र। अब त भयो। झोला झोला भयो? खासमा नि मम्मी पैसा के पार्टी गर्नलाई चाहिएको थियो। तेरा जति पनि साथीहरू छन् घरमै बोला पका खुवा। फुर्मासी गर्ने पैसा मसँग छैन नि बाबु। खासमा नि मम्मी पैसा मलाई घुम्न जानलाई चाहिएको थियो। मलाई एउटा कुरा सिधा सिधा भन् त भाइ, पैसा चाहिए कसको लागि हो? जब 500 रुपैयाँ झार्न नसक्ने मान्छेले जुन तारा झार्छु गरे, अब म मम्मीलाई भनिदिन्छु। बहिनी गल्ती भयो के, बरु तैँले जे भन्छ त्यस्तै मान्छु। आजबाट म साउनी त नोकर हुन्छ। कस्तो यार माया भनेको।